हेलो गाइस, सबैजनालाई नमस्ते। फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा। मेरो भिडियो मैले किचनबाट स्टार्ट गरिसकेँ। मेरो किचनमा चाहिँ भएको र्याकहरू यताउति सबै कानाकुनीमा फोहोरहरू बेसरी भइरहेको थियो। त्यही भएर म चाहिँ आज सरसफाइ गर्दैछु। र्याकलाई पनि टिलिक्क टल्काएर सफा गरेँ। त्यसपछि कुना कुनामा कति धुलो बस्ने के, अनि त्यो पनि मजाले झुम्राले घोटी घोटी क्लिन पारेर पुसपास गरिरहेको छु। बेला बेलामा चाहिँ यसरी गरिराख्नुपर्छ। त्यो कुना कुनामा धेरै धुलो जमिरहेको हुन्छ कि अगाडि चाहिँ सफा गरिन्छ दिनदिनै। अनि त्यो कुनामा यस्तो दराजहरूको पछाडि र्याकहरूको पछाडि कति धेरै धुलो हुन्छ कि। त्यही भएर मैले चाहिँ आज सबै पन्छाइ सफा गर्दैछु। जसोतसो बच्चालाई सुताएर अनि सबै कामहरू चाहिँ बिस्तारै सफा गर्ने गर्दछु मैले चाहिँ। हजुरहरूले चाहिँ के कस्तो गर्नुहुन्छ? कम्ती त फोहोर निस्किँदैन घरमा, कहाँबाट धुलो आउँछ राम। एक दिन पुसेन भने हेर्नै नहुने हुन्छ। महिनौँ नपुसेर धुलै राखेको जस्तो कोही आइहाल्यो भने पनि बेइज्जतै हुन्छ होला जस्तो लाग्ने। त्यही भएर म चाहिँ एक दुई दिन बिराई चाहिँ सरसफाइ चाहिँ गर्दै गर्छु गाइज। धेरै फोहोर पनि राख्नु हुँदैन। अब केटाकेटी सानो छ, कीटाणुहरू जम हुन्छ त्यस्तो धुलोबाट। त्यही भएर म चाहिँ सबै चाहिँ सनाक सुनुक बिस्तारै सफा गर्दछु। रुमहरूलाई सफा राख्नु मनपर्छ। त्यसैले म टाइम निकालेर चाहिँ आजको दिन चाहिँ मैले सफा गरेँ। यसरी कसलाई काम गर्न जाँगर लाग्छ, मलाई चाहिँ जाँगर लागेको बेला चाहिँ म सबै सफा गर्ने गर्दछु। गर्नु नै पर्यो, के गर्नु, फोहोर राख्नु भएन, सफा गर्नु पर्यो। किचन जस्तो ठाउँ, खाने ओर्ने त्यही हो। त्यही भएर सफा चाहिँ हामीले किचनबाटै सुरु गर्नुपर्छ। त्यसपछि मैले टेबल पनि सफा गरेँ। अनि यसपछि यतापट्टिको सानो टेबलमा पनि कुना कुनामा धुलो बसिरहेको थियो, सबैलाई हटाई सफा गरेँ। कक्रोचको सानो बेबी टन्नै रहेछ कि त्यो र्याक सारेको त ओहो भएन भनेर मैले कक्रोच मार्ने काला हिट स्प्रे गरेर कक्रोचलाई मारेर यसरी सफा गर्दैछु। कसको घरमा चाहिँ कक्रोच आउँछ, हाम्रो किचनमा चाहिँ कक्रोच निस्किन्छ हौ, कहाँबाट आउँछ पुसपास गरिदियो, स्प्रे लगायो र पनि दुई तिन दिनमा कक्रोच निस्किराखेको हुन्छ। त्यसपछि यो सब्जी राख्ने र्याक पनि मैला भएको थियो, त्यसलाई पनि मैले टिलिक्क टल्काएर सफा गर्दैछु। मास्नु नै पर्यो, त्यहीँनिर राख्ने हो सब्जीहरू। त्यही भएर मैले यसरी सफा गर्दैछु। अनि यो प्लान्टलाई चाहिँ म कता राख्दा बेटर हुन्छ, कस्तो राम्रो देख्छ भन्दै यता राखौँ कि उता राखौँ भन्दै हेर्दैछु। त्यता चाहिँ सुहाएन भनेर फेरि मैले टेबलमै राखेँ। अनि मैले दाल पनि सकिराखेको थियो, दाल पनि केलाएर रेडी गरेँ। त्यसपछि पकाउनको लागि पनि भाँडामा भिजाइ राखिदिएँ। त्यसपछि यो मेरो सानो मिनी प्लान्ट्सहरू हो, सानो। म चाहिँ यसरी कलेक्सन गरेर सानो डिब्बामा रोप्छु। अनि अलि मजाले ग्रोथ भएपछि चाहिँ गमलामा रिपोर्ट गर्ने गर्दछु। गाइस, आजको भिडियो मेरो यति नै हो। यो चाहिँ मेरो सर्ट भिडियो। फेरि पनि कस्तो लाग्यो हजुरहरूलाई आजको मेरो दिन?